छोरीमणिहरू छन्। कारण के को कारणले भन्दाखेरि शिक्षाको कारणले गर्दाखेरि जब हामी सिकाउँदछौँ भनेदेखि, जब हामी बताउँदछौँ भनेदेखि मानिसको हृदय खुल्छ। अनि आज परमेश्वरलाई धन्यवाद यी कुराहरूबाट र अझै पनि मण्डलीमा यसरी असल शिक्षाहरू पाउन सकौँ, असल शिक्षाहरूको ज्ञानहरू हामीले पाउन सकौँ भनेर तपाईँ चाहनुहुन्छ। कारण हामी अगाडि बढ्नको लागि हामीलाई तपाईँ मेरो दिमागमा, तपाईँ मेरो विचारमा, तपाईँ मेरो जीवनमा परिवर्तन आउँदैछ र यो परिवर्तन ल्याउने शक्ति चाहिँ परमेश्वरबाट आउँदछ। त्यही कारणले हाम्रो अमित भाइ तपाईँले हाम्रो मण्डलीमा चाहिँ यसरी परमेश्वरको शिक्षालाई तपाईँ 2 मिनेटको समयमा उहाँलाई माग दिनुहोस्। पृथ्वी सृजन गर्ने तपाईँ प्रभु हामीका सृजनहार, तालनहार, पालनहार, परमेश्वर पिता प्रभुमा तपाईँलाई धन्यवाद दिँदछु। तपाईँ सर्वशक्तिमान प्रभु हुनुहुन्छ। तपाईँ सारा ब्रह्माण्डका एउटै मात्र मालिक हुनुहुन्छ। प्रभु तपाईँलाई धन्यवाद दिन्छु। विशेष यो असल प्रभु हल्यान मण्डलीको लागि प्रार्थना गर्दछु। प्रभु साँच्चै नै तपाईँ प्रभुले यो मण्डलीलाई प्रभु आशिष दिनुहोस् प्रभु। अनि तपाईँ प्रभुले धेरै शिक्षकहरू, तपाईँ प्रभुले प्रचारकहरू तपाईँ प्रभुले मण्डलीमा खडा गर्नुहोस् भन्ने प्रार्थना गर्दछु। जसरी ती समयमा प्रेरितहरूले तपाईँ प्रभुको शिक्षालाई प्रभु जसरी प्रभु अनुसरण गर्दै तपाईँ प्रभुको वचनलाई फैलाउने काम गरेका थिए प्रभु, आज प्रभु प्रेरितहरू खडा गर्नुहोस् भन्ने बिन्ती प्रार्थना गर्छु। तपाईँको शक्ति र सामर्थ्यमा पवित्र आत्माको प्रेरणामा प्रभु साँच्चै नै तपाईँले खडा गर्नुहोस् भन्ने बिन्ती प्रार्थनाको नाममा आमेन। धन्यवाद। कसोसँग गर्दै थिए? प्रेरितहरूसँग सङ्गति गर्दै थिए। दोस्रो चाहिँ प्रेरितको शिक्षामा चाहिँ उनीहरूले ध्यान दिइरहेका थिए, बुझिरहेका थिए, सुनिरहेका थिए र त्यसको पालन गर्दै थिए। अनि तेस्रो कुरामा चाहिँ सङ्गति अथवा फेलोसिप है। यो फेलोसिप अथवा यो पनि ग्रिक भाषामा चाहिँ यसलाई कोइनोनिया अथवा यसको अर्थ चाहिँ एकदमै असल सम्बन्ध र सम्बन्धित व्यक्तिहरूको झुन्ड अथवा समूह जस्तै आज हामी छौँ। र एनोसियाको थिम पनि छ भजन सङ्ग्रह 133:1 होइन के अरे आज त्यही कारणले गर्दा हाम्रो असल गोठालो मण्डली सार्जबाट हाम्रो दाजुहरू भाइहरू बन्नुभएको छ। हाम्रो एनआरएनसीबाट हाम्रो पास्टर गुरुबाहरू अनि उहाँहरूको भाइहरू आउनुभएको छ। कारण सङ्गति छ र सङ्गति चाहिँ तपाईँ मेरो आज कोसँग छ भनेदेखि के अरे युहन्नाको पुस्तक अनुसार तपाईँ र मेरो सङ्गति चाहिँ आज तपाईँ र मेरो दाजुभाइ बिचको सङ्गति पनि नभएर प्रभु येशू ख्रिस्ट परमेश्वर पिता र पवित्र आत्मासँग हामी सङ्गति गर्दैछौँ। किनकि मत्ती 18:20 पदले भन्छ जहाँ 2 वा 3 ढिला हुन्छ तिनीहरूको बिचमा म मेरो उपस्थिति दिन्छु। आज तपाईँ र मेरो बिचमा चाहिँ परमेश्वरको उपस्थिति छ। किनकि कारण हामी हाम्रो सङ्गति चाहिँ मानिसहरूसँग मात्रै होइन परमेश्वरसँग हामी सङ्गति गर्दैछौँ र यो अभागी यो मौका दिनुभएकोमा हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। त्यही कारणले बाइबलले भन्छ सङ्गति जाने पानी बसाल्नु है। र परमेश्वरको दिन चाहिँ नजिक आएका कारणले एकले अर्कालाई प्रोत्साहन दियो। हिब्रू पुस्तक 10:25 अनि प्रभुको मण्डली प्रभुको त्यसैले हामीले उहाँको मण्डलीको वृद्धि र आशिषको लागि भेला हुनु पर्दछ। त्यसैले चाहिँ प्रियहरू आज सङ्गति चाहिँ तपाईँले कसको गर्दैछौँ? दाजु र भाइको मात्रै होइन तर परमेश्वरसँग तपाईँले सङ्गति गर्दै हुनुहुन्छ। त्यसले सङ्गति आउनको लागि तपाईँले अल्छी नगर्नुहोस्। जब तपाईँले सङ्गति आउनुहुन्छ तपाईँले एउटा न एउटा कुराबाट तपाईँले आशिष पाउनुहुन्छ। मैले तपाईँले शरीरको कुराहरू र भौतिक कुराहरूको होइन तर आत्मिक कुराहरू जो चाहिँ हाम्रो आत्माको परमेश्वरले तपाईँले मलाई दिइराख्नुहुन्छ। कतिपय समयमा हामी हाम्रो कामहरूमा हाम्रो व्यवसाय धन्दाहरूमा हामी एकदमै थकित हुन्छौँ। जब हामी सङ्गतिमा आउँछौँ अनि परमेश्वर तपाईँले मलाई रिफ्रेस गर्नुहुन्छ, फेरि पनि ताजा र ताजेको गरिदिनुहुन्छ। त्यही कारणले गर्दाखेरि सङ्गति आउनेहरू नहोस्। किनकि सङ्गति आउनुको लागि नै परमेश्वरले तपाईँ र मलाई संसारबाट छुट्याउनु भएको, संसारबाट बोलाउनु भएको। त्यही कारणले मण्डली आज एक्लेसिया अथवा कलिङ आउट भएको व्यक्तिहरू हुनुपर्छ। त्यही कारणले आज हामी मण्डली हो भनेदेखि हामी सङ्गति आउनेहरू पनि हौँ। आमेन। र अर्को कुरा चाहिँ उनीहरू के कुरामा हुनुहुन्थे भने रोटी भात नहुँदा प्रभु भोजमा
प्रभुले आफ्नो शरीर